मेकुरी हैन बाउलाई फोन गर्न लगाएको चन्दनलाई जोइन गर्नु भन्नु गाइस सबजना गरी चन्दनलाई जोइन सुन न अनि मेकुरी गयो हैन गाइस हैन अनि त्यसपछि पर पुगेर त्यो बस रोकिराखेको रहेछ नि मेकुरी मलाई त डन आयो डन रे के मेकुरी त्यो खलासीले त ओइ भाइ केको डन खुरुकको झोला निकाल किन साटेको भाइ मेरो झोला त्यत्रो राम्रो राम्रो लुगा उद्यो गरेर तिमीलाई मेरो झोलामा त्यहाँ मेरो बाउको नाम देखेन मेरो झोलामा ह म स्कुटीमा गए भन्दैमा साटेर लानुपर्छ भाइ ल्या मेकुरी भनेको मैले हैन अनि मलाई त ओइ मलाई त भाडा चाहियो रे आएको त्यहाँसम्म आएको केको भाडा मेरो स्कुटीको तेल कति खर्च दे भाइ भनेको मैले हैन गाइस चन्दनकोमा गएर जोइनेरी जरुर अनि मेकुरी त्यो मान्छेले मेकुरी भनेर हैन ओहो डनै रहेछ रे मेकुरी अनि मैले झोड्दै झोल निकालेर दे ला मेकुरी मेरो झोलाबाट दे मेकुरी मलाई त ओ डने खुट्टा देखेर पत्ताए तिमी डने खुट्टे देखेर पत्ताए केको खुट्टा न सुट्टा डन भनेको डन हो फिगर हैन सुन न म तपाई म भन्दा जति नै ठुलो भए पनि गेममा जित्ने भनेको मैले हो किन ठुलो कुरा तपाई जति सुकै ठुलो कुरा गर्नु गेममा जित्ने भनेको मैले हो मेकुरी जाने रहे बकुल्लाको अस्ता डन जुन गोरुको सिङ छ त्यसको नाम के तपाईको आँखा जुन गोरुको सिङ छ त्यसको नाम तिखे जसको जाने रहे बकुल्ला भन्दा पनि पातली छ त्यसको नाम डन हट्बे उठे के हो मार्केटमा 1934 भन्ने काण्ड आयो भन्छन् त मेरोमा त सबै के हो यो होरी झुमरे 48 जस्तै होला नि 8848 भन्ने रक्सी आएको छ नि अब त्यसको अर्को खालको रक्सी आएको होला नि त्यो काण्ड हुन्छ गाँठा मेकुरी जे पनि काण्ड भनिन्छ काण्ड भए त चुप लागेर हेर्नु मेकुरी चुप लागेर सुत्नु नि मजा लिएर किन दुनियाँमा सुनाउँदै हिँड्नु तेरो पनि अस्ति बाथरुममा काण्ड भएको होइन त त्यो घलेनीसँग जाँदाखेरि त्यसलाई पनि त काण्ड होला बाथरुममा गएको रे हैन यसलाई टोयलेट पेपर सफा गर्न के रे के टोयलेट कुनै युज नै नगर्न आएको रे पेपर रे हैन अनि मलाई थाहा नभएको त थाहा नभएको त भन्छ त्यसलाई अनि त्यसलाई पनि काण्डै भन्छ नर्मल ल्याङ्ग्वेजमा त्यसलाई काण्ड भन्छ बकुल्ला न चन्दन आइज चन्दन गेटलाई हात रप्पा यसरी ठोक्नु पर्छ ओइ भैँसी कोठा लास्ट टाइमै जतिसुकै मेकअप गरे पनि आइब्रो तन्काए पनि लास्ट टाइम देखिने भेडा कोठा लास्ट थियो तपाईको लक्ष्मी कलेक्सन भन्दा त राम्री नै छु है तेरा बाजेको भन ओठ पनि कति नराम्रो छ रविन दाइ तपाईलाई लक्ष्मी कलेक्सन मन पर्छ कि हाब्रे मन पर्छ दाइ कोही पनि मन पर्दैन मलाई हिजोबाट मलाई कोही पनि मन पर्न छोड्यो रुबिन चाहिँ तपाईको पनि काण्ड आयो भन्छन् त के हो यो तेरा बाउले भन्थ्यो यहाँ कस्तो रविन दाइको पनि काण्ड आयो मेरो पनि बाथरुममा एउटा काण्ड छ नि रिङ अड्केर ए भगवान कोही काण्ड भन्छन् कोही भिसी भन्छन् कोही के भन्छन् मेकुरी ए गएर चुपो लागेर हेर मजाले आनन्दले सुगाया भन्नु पर्छ भन्ने बाध्यता छैन पागल भिसी भनेको भट्राको छोरी हो भिसी भनेको हाम्रो घरको भैँसी पनि हुन सक्छ भैँसी चराउनी कसैले पनि नेगेटिभ वेमा नलिनु बी पोजिटिभ है गाइस ल जसको जेसुकै होस् गाइस हामीलाई के पनि त्योसँग सरोकार छैन है साथीहरु ल बी पोजिटिभ है गाइस ल रमाइलो हो बी पोजिटिभ है गाइस ल जेसुकै भए पनि हामीलाई मेरो थुदैन साथीहरु ल उठ्यो अकल लेख्छ ल को आज पार्टनर बन्ने डन